असाध्यै विभत्स असाध्यै त्यो पीडादायक घटना भयो। त्यसको विदेश देश सबैतिरबाट, जस्तै अमेरिकामा पनि हामी बस्ने ठाउँ अहिले यो सेन्ट्रल भ्याली अथवा बे एरियामा पनि सयौँ नेपालीहरू त्यही 8 गतेको बेलुका जम्मा भएर बत्ती बाल्नेदेखि लिएर त्यो मरेका 20जना 23जना कति युथहरू थिए, तिनीहरूको समर्थनमा, तिनीहरूको श्रद्धाञ्जलीमा सयौँ नेपालीहरू अमेरिकाका हरेक स्टेटमा जम्मा भएर श्रद्धाञ्जली दिनुभयो। र हजुरले ख्याल गर्नुभयो कि भएन, अमेरिकामा मात्रै होइन विश्वभरिमै नेपालीहरू जहाँ जहाँ छन् त्यहाँ केही मात्रामा भए नि उपस्थित भएर श्रद्धाञ्जली दिनु भनेको त्यो प्रति सम्मान, त्यो प्रति समर्थन हो। र सायद त्यो आन्दोलन हुनुभन्दा पहिला नै त्यो आन्दोलनको उपलब्धि त्यसले जितिसकेको थियो जस्तो लाग्छ मलाई। किन भन्दा देश विदेश सबैतिर बस्नेहरूले त्यो आन्दोलनको समर्थन गर्नुभएको थियो। नेपालमै पनि पत्रकारदेखि मिडियाकर्मीदेखि त्यो विशेष जो एउटा लेभलमा पुगिरहेको व्यक्तिहरू हुनुहुन्छ उहाँहरूबाट समर्थन थियो भन्नुको मतलब त्यो आन्दोलन पहिल्यै सफल थियो। त्यसलाई चाहिँ अब गभर्मेन्टले त्यो नजरअन्दाज गरेको परिणाम चाहिँ सेप्टेम्बर 9 होला सायद जस्तो लाग्छ मलाई।